रवि लामिछाने नेपालमा आउनुभन्दा पहिला उहाँ त्यहाँ व्यापार पनि गर्नुहुन्थ्यो र राम्रैसँग बस्नुभएको थियो। म उहाँ बसेको ठाउँमा पनि पुगेको छु, उहाँ म बसेको घरमा पनि। कस्तो थियो लाइफ? लग्जरियस थियो उहाँको? म लग्जरियस र नन लग्जरियस तर्फ जान्न। उहाँ राम्रोसँग बस्नुभएको थियो। अमेरिकामा बस्ने जोसुकै मान्छे पनि 4-5 वर्ष बिताइसकेपछि त्यो राम्रैसँग बस्छ। भनेपछि उहाँ त 10औं वर्ष 20औं वर्ष बस्नुभएको थियो, राम्रोसँगै बस्नुभएको थियो भन्ने सबैले सोचे। तपाईको घनिष्ठ साथी पनि हुनुहुन्छ रवि? साथी भन्दा पनि ऊ मेरो प्रिय भाइ हो र उहाँ नेपाल आउनु बेलामा उहाँले मसँग सल्लाह पनि गर्नुभएको थियो। उहाँ नेपाल आउनुभन्दा 1 वर्ष पहिला दसैँको बेलामा 10 दिन मौकामै बस्नुभएको थियो। यहाँबाट मह जोडेको एउटा ठुलो प्रोग्राम गएको थियो अमेरिकामा, त्यसको कोअर्डिनेसन उहाँले गर्नुभएको थियो र दसैँ चाहिँ हाम्रो घरमा मान्ने भनेर त्यो होल टिमसँग रवि लामिछाने पनि मेरो घरमा बस्नुभएको थियो। त्यो बेलामा हामीले नेपाल फर्किने र नेपालमा चाहिँ एन्टी करप्सन मुभमेन्ट चलाउने भन्ने हामीले कुराकानी गरेका थियौँ हामीले। तर कुन बेला फर्किने भन्ने हाम्रो निदो भएको थिएन त्यहाँ। त्यसको 1 वर्ष पछाडि उहाँले फर्किने निदो गर्नुभयो र उहाँले मलाई भन्नुभयो कि दाइ अब जाउँ, नेपालमा जाउँ। दाइले त अलिकति पहिलेदेखि काम गर्नुभएको छ, दाइ र म बसेर काम गऱ्यौँ भने एकदमै त्यहाँ आमूल परिवर्तन छिटो गर्न सकिन्छ भनेर उहाँले प्रस्ताव राख्नुभयो। तर त्यो बेलामा मेरो बच्चाहरू अलिकति छोडेर हिँड्ने उमेरको भइसकेका थिएनन्, शिक्षा दीक्षाको कम्प्लिसन भइसकेको थिएन। त्यसकारण मेरो त्यो बेलामा नेपाल आइहाल्ने स्थिति थिएन। उहाँ फर्केर आउनुभयो नेपाल। उहाँ नेपालमा आएर हामीले त्यहाँ जे सल्लाह गरेको थियो त्यो सल्लाहअनुसारको काम सुरु गर्नुभयो उहाँले गर्नुभयो। अब अहिले बल्ल मरो नेपाल आउने परिस्थिति जुट्यो। अब म पनि नेपाल मुभ भएँ। अब त्यसकारण अब 1 दशक पहिला सल्लाह गरेको एउटा भाइलाई यहाँको सरकारले अहिले गलत तरिकाले जसरी दुःख दिइराखेको छ त्यो दुःख दिनु हुँदैन भनेर म नेपालमा आएर पटक पटक बोली पनि राखेको छु। एन्टी करप्सन मुभमेन्टमा पनि म त्यो बोल्छु र म त्यति मात्रै बोलेर भएन। अब चाहिँ रासोपाको पार्टी कार्यालयमै गएर मैले भन्नु पर्यो कि 1 जना मान्छे 2 जना मान्छेलाई होइन, संसारभरि छरिएका नेपालीहरू र संसारभरि रहेका नेपाली मार्फत उहाँको आफ्नो परिवारको नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि जानकारी होस् कि रवि लामिछाने धेरै पहिला नेपालमा भ्रष्टाचार विरोधी आन्दोलनमा लाग्नुपर्छ भनेर आएको मान्छे हो। त्यसकारण उहाँको पक्षमा हामीले चाहिँ भ्रष्टाचार गर्दा उहाँको पक्षमा बोल्दा हामीलाई कुनै पनि अप्ठ्यारो हुँदैन। नमान्नु, उहाँको पक्षमा बोल्नु पनि, उहाँको पक्षमा वकालत पनि गर्नु भन्नको निमित्त पनि म यहाँ आज आएको। एउटा नेपालमा भ्रष्टाचार जब बढ्न सुरु गरिसके पछाडि हामी अमेरिकामा बसोबासो गरिरहेका थियौँ। अब यसरी भएन। नेपालमा चाहिँ भ्रष्टाचार बढ्दै गयो भने नेपाली जनताले भोलि गएर शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था पाउँदैनन्। तिनीहरू सबै विदेशिनुपर्छ। त्यसकारण भ्रष्टाचार निवारण गर्नको निमित्त हामीले नेपालमा भ्रष्टाचार विरोधी अभियान सुरु गर्नुपर्छ भनेर अमेरिकाको कानुनअनुसार हामीले 2010मा अमेरिकामा हेम सरिता फाउन्डेसन, जुन चाहिँ हाम्रो फ्यामिली फाउन्डेसन हो, त्यो हाम्रो परिवारले स्थापना गरेको फाउन्डेसन हो, त्यसमार्फत हामीले नेपालमा एन्टी करप्सन मुभमेन्ट चलाइराखेका छौँ। अनि अहिले यो बाध्यता भन्दा पनि हामी आफ्नो इच्छाले नै आएको। बाध्यता त हामीलाई हुँदैन, कहीँ पनि जानको निमित्त बाध्यता छैन। अनि अझ हामी 20औं वर्ष अमेरिका बसेको मान्छेलाई सबै कुरा स्वतन्त्र हुन्छ भने अब यहाँ अहिले हामीलाई बाध्यता त केही पनि छुँदैन। भ्रष्टाचार गर्दिन, भ्रष्टाचारीको मुख हेर्दिन भन्ने देशका प्रधानमन्त्री अहिले यही देशमा छौँ, हामी पाइला टेकिरहेका छौँ। तर फेरि हजुर उही भ्रष्टाचार विरुद्धको अभियान चलाइरहनु भएको रहेछ। यसले कतिको सार्थकता पाइरहेको छ? ती सार्थकता पाएन भनेर हामीले त्यसलाई सार्थक रूप दिनको निमित्त हामी अहिले प्रयासरत छौँ।